हो यो कति केजीको छ हैन? यो त 4 केजी 5 केजी 5.5 4.5 उकालो छ मेरो। ओहो ल पाइदा रहेछ हौ। यहाँ कतिवटा छ हैन? यहाँ मैले 2 हालेको थिएँ र त्यति लगाइसक्यो। 2 हाल्नु भएको है? आमा कति ठुल्ठुलो सिरै ढल्किसक्यो कुनैको त। हामी चाहिँ भिडियो पनि गर्दैछौँ क्या नाना। हस् हस् साह्रो राम्रो लाग्यो। हस् यो ठुलो चाहिँ कति केजीको छ हैन? 5.5 केजी। कुनै त कसरी अरे हैन यो केजीको यहाँ आउँदा खै गाउँमा त हामीले त मैले 400ले बेच्यो हजुर। अब कसो दिनुहुन्छ नयाँ आउनु भयो हैन तल विचार मिलाएर दिनु न है। उयो के हो त्यो कति केजीको होला त? अब यो भनेपछि अलि हेर्नु पर्यो। ओ माय गॉड रसी होला। यही ठिक होला हैन? यो ठिक छ। हजुर। अलि अहिले चाहिँ हामी नाना भेनाकोमा ब्रोइलर लिएर जाँदैछौँ। यहाँ आयो भने चाहिँ सस्तो छ है। यो चाहिँ दिक्तेलबाट नजिक छ। कति 2 किलोमिटर भित्रै त छ नि हैन नाना? यहाँ भेना यहाँ आउनुलाई कति 5 मिनट आइपुगिँदो रहेछ? हजुर यही लाग्छ। यो अझै बढी ठुलो न होला है। ओ ठुल्ठुलो यो भन्दा पनि त्यो परु हेर्नु त्यो अझै ठुलो छ कि एकपल्ट हेरौँ है त। यसलाई यहाँ राखेर हामी चाहिँ ठुलै लाउनु खोजेको ट्याक्क रोस्ट गरेर दुई परिवार एउटा गाउँतिर। टोकोहरू त तलै बस्नुहुन्छ क्या र? हजुर यो अझै बढी छ। ए हो रहेछ। लु त्यही दिनु यो चाहिँ झन्डै 5 केजी नै होला। क्रस होला। 6 केजी नै होला। यो ब्रोइलर पनि छिपिएको टेस्ट छुट्टै हुन्छ, हजुर कलिलोको टेस्ट छुट्टै हुने रहेछ। अलग होला माले। यसलाई कसरी हाल्नु पर्छ? हो त्यसरी नै जोख्नु। फेरि पहिलाको नङ्ग्रा पनि लामो अलि यताले राख्नु त बोरा बनाएर आएको थिएँ। गाउँमै आउँछ नि बोकिहाल्छन् बोरा। सानो चाहिन्छ। साह्रै खुसी लाग्यो है हजुर। यसो दुःख सुख गर्दैछौँ है। होइन नाना ठिक छ, एकदम राम्रो लाग्यो। हामी त अलिक बाटोको अपायक भएर कि चारो र कुखुरा बोक्नु गाह्रो। कति केजीको? 5 केजी 700 ग्राम हजुर। 5 केजी 700 ग्राम। हजुर होइन हजुर 5 केजी 700 ग्राम यहाँ हेर्नु भनेपछि त यो सानो एउटा पठेकी भन्दा धेरै वेट भइरहेछ। 6 केजीसम्मको हुन्छ। 6 केजीसम्म होइन न? हजुर वाउ साह्रै खुसी लाग्यो। अरू पनि पाल्नु भएको छ हैन? उता पनि छ। ए ल छोरी ल घुमी फोटो भिडियो गरेर यहाँ नाना भेनाको ट्याक्कसँग लगाइदिनु पर्छ। काँक्रा कति धेरै बोट। कुनै ढोका हुन्छ यहाँ चाहिँ अलिक सानो गएर